अरे धनसिंह ससुर मेरो भाइ मासाले 21 कहाँबाट आइस? अरे ज्वाइँ साहब तपाईँले के बौला कुकुरले टोक्या के बोलेको यस्तो? मलाई किन बौला कुकुरले टोक्ने र? बरु त धनसिंह मासाले टोक्यालो खोइरी परेको कुकुरले। यस्तालाई पनि मैले कहिले छोरी दिन पुग्नु छु हे भगवान। यो बोली भएन क्या, मेरो छोरी काठ ल्याउ त म लैजान्छु। अरे छोरीका कुरा पछि गर्लास मेरो भाइ। स्कुटी छिटिक्क टल्काएर आछस्। के हो उहाँलाई कति हालिस? उहाँको प्राइस कति हो यसो भन्न पाए हुन्थ्यो के? के रे अब स्कुटीलाई चाहिँ तपाईँ हजुर लाउनु भएको छ अनि मलाई चाहिँ त? अनि त मासाले के उहाँभन्दा ठुलो भइस त? उहाँको त प्राइज 3-4 लाख रुपियाँ पर्छ। तेरो प्राइज पर्छ त्यत्रो 3-4 लाख। तँलाई त फुटाको 5 रुपियाँ पनि किन्दैन। अरे ज्वाइँ साहब तपाईँ जस्तो मान्छेसँग बस्नु भन त। ऊ त्यो गोरु छ नि, त्यो गोरुसँग बस्नु बेच्छ यार। छ्याम मान्छे मासाले धनसिंह लाने के को ऊ त्यो गोरु हो र? फेरि रेस्पेक्ट दिनु पर्यो नि। उहाँ गोरु हजुर सिंह राज, गोरु सिंह राज भन्नु पर्यो के? यस्ता घरकोमा पनि के बस्नु त लाग्छु म। अरे धनसिंह एकछिन रोक न मेरो भाइ। एकछिन पक्के म ससुराली गएको बेला पनि तैँले अहिले के माछा सासु खुवाउँथिस् नि त। त्यही भएर यहाँ एकछिन अन्डाहरू हुनुहुन्छ, 2-4वटा अन्डाहरूलाई मैले उमाल्छु। नास्तामा त्यो खाएर जालास। अनि भित्र साङ्लामा बानिया कुकुर हुनुहुन्छ, उहाँलाई ट्याकटु पारेर काटकुट पारेर अनि त्यो उहाँको सुप बनाएर खाएर जालास के? अब कुकुरको मासु खाउँ त म? ल ठिक छ मेरो धनसिंह भाइ। अब उहाँ कुकुरलाई खान्नास् भनेपछि बिरालो हुनुहुन्छ भित्र एकदम खोरमा बस्नु भएको छ, उहाँलाई काटिदिन्छु, उहाँ खालास भयो।